आज चाहिँ हामी छिटो र मिठो राजमा कसरी बनाउन सकिन्छ भनेर सिकौँ है त। फर्स्टमा चाहिँ मैले तेल राखेको छु अनि यसमा जिरा फराउने, साथसाथै त्यसमा प्याजलाई पनि राख्ने र प्याजलाई चाहिँ गोल्डन हुने टाइमसम्म हामीले यसलाई पकाउनु पर्ने हुन्छ। अब यो गोल्डन भइसकेपछि यसमा हामी आलु एड गर्नेछौँ। साथमा हामीले यसमा राजमा पनि मिक्स गरौँ र यिनीहरू दुवैलाई राम्ररी मिक्स गरौँ। यति गरिसकेपछि हामीले यसमा बेसार एड गर्छौँ, नुन, जिरा धनियाको पाउडर अनि खोर्सानी। यति राखेर यिनीहरूलाई फेरि मिक्स गरौँ। यसमा हामीले अब 2टा गोलभेडा एड गर्नेछौँ। यसमा सिटी लगाएर पकाउनु पर्ने हुँदाखेरि यसलाई काटिराख्नुपर्ने जरुरत छैन र आफूलाई चाहिने जति रस राख्न सक्नुहुन्छ र यसलाई 3-4 सिटी मजाले पकाउनु होला अनि तपाईको रेडी हुन्छ छिटो मिठो राजमा। थ्यांक यू, सी यू अगेन।